साथीहरू सुकुम्बासी बस्ती मनहरा खोलानिर उयो 2 तलाको चाहिँ भत्काउँदैछ है बङरङ डोजरको मुख फेरि कत्रो हो भ्वाप्पै तान्छ प्वाक्कै भत्कै दिइहाल्छ त कत्रो ल्याएछ कि आज डोजर पनि हिजोको मलाई ठुलो जस्तो देखिएको अनि यो चाहिँ भर्खर बनाएको रहेछ कि यो 3 तला चाहिँ भित्र चाहिँ कलर गर्दैछ बाहिर झ्यालहरू लाउन बाँकी रहेछ है अब यो चाहिँ कसैले बेचेर किनेर फस्या हुन् कि कसैले आफै व्यक्ति जग्गा हराएर अब किनेर बनाएको हुन् कि भाडामा लाउनलाई कति पैसा चाहिँ गयो यहाँ फस्यो खोलामै गयो मनहरा खोलामै गयो पैसा पनि अब हेर त 3 तला घर बनाउन कति पैसा लाग्छ झन् किनेर बनाउने भने त कति करोड खोलामा गयो त्यो पल्लो पनि गयो अनि फेरि मनहरा खोला फेरि यस्तो डर लाग्दो रहेछ भने फेरि पारीभरि घारी यताभरि नि घारी अनि खोलाभरि फोहोर अनि यहीँ फोहोर फाल्लो यहीँ खायो बस्यो अब यो गन्धमा कसरी बस्नु छ होला घरभित्रै मुख हालो डोजरले साथीहरू बुलडोजरले ल ए यो नयाँ घर है कलर हिजोसम्म लाउँदै फेरि के भित्र कलर कस्तो राम्रो लागिरहेछ क्या हेर त अन्त नि पक ताने सबै हेर त ल बाङराङ बुङ बनाए नयाँ भर्खर बनाएको होला ल मजाले सुकिसकेको हो क्वाक तानेर हौ त्यसको मुख कत्रो छ त फलामको छ अनि यसो भक हान्दा त अनि तानिहाल्छ झार्छ 3 तलाको नयाँ घर झारे टुप्पीदेखि धुलो त कति उड्यो सुँगुर त्यो तर्स्यो के गान्दा गरेर उयो त्यसको सातो गइरहेको सुँगुर एउटा कुकुर पनि तर्सिएर खोला हिँडिरहेछ सुकुम्बासीको घर अरे सुकुम्बासी त होइन हुकुम्बासी यति गइरी गाउँमा सिनामङ्गल लाइन 3 तलाको छ ल पारिपट्टिको सबै छ नि त्यसले लाइनै अरे सबै यो भत्काउने पानी भत्काउँदै आएको सबै नजिक खोला नि परको मान्छेहरू चाहिँ फेरि यत्रो घरमा धुलो उडिरहेको छ चिया खाएर बाहिर निस्केर हेर्दै ल धुलो उतै लगिरहेको छ त त्यहाँको मान्छेहरू चिया पिएर आफ्नो भाँच्यो
ठुलो त कति खायो यो ड्राइभरले त ठुलो उयो चाहिँ सिसा कभर गरेको छ फलाम माथिबाट झऱ्यो नि केही नभए गरेर ड्राइभरको भएको सिटमा चाहिँ नत्र त म यत्रो धुलो र उयो झरेर लाग्यो नि त यो चाहिँ सिनामङ्गल गैरी गाउँको लाइनमा चाहिँ सबै यो खोलाको लाइन नै यो भएको त सबै भत्किने हो साथीहरू जति पनि बनाएको छ नि सब भत्काउने हो लाइन नै यो चाहिँ भन्छ उता नि भत्काएर यो खोला अनि यो सबै पारिपट्टिको खोलाको छेउछेउ बनाएको छ नि यो सबै भत्किने नै हो यो चाहिँ उतादेखि भत्काएर लिएको छ यो 3 तला भत्काएर आदि बनायो अब डोजर बिसाएको छ यस्तो छ कि पुरै खोला अनि खोलाको छेउमा रोडको भागै छैन कि यतापट्टि बरु यहाँ रोड छ पिच रोड छ वारिपट्टि अनि यो पार्क जस्तो छेउमा यो बनाउँदैछ